प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकको प्रशासन प्रणाली मार्फत गोली प्रहारबाट चलेको ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियो र गोली प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिन बिना उहाँले आफ्नो फेसबुकको शासन प्रणालीमा कसरी भन्न सक्नुहुन्छ? के यही हो परिपक्वता प्रधानमन्त्रीज्यूको? बोलबम धार्मिक यात्राका क्रममा हिन्दू धर्मावलम्बीहरू घाइते भएका, गोली लागि हत्या भएका, दर्जनौं घाइते हुँदै ज्यानसम्म गुमाएको भन्न हामी कोसँग डराइरहेको छौं सभामुख महोदय? आज कसैले यो घाइतेहरू वा त्यो ज्यान जसको गएको छ उहाँ हिन्दू हुनुहुन्थ्यो, एउटा बोलबमको यात्रामा हुनुहुन्थ्यो भनेर हामी त्यति पनि भन्न नसक्ने यो कस्तो बाध्यता र कसले रोकिरहेको छ हामीलाई? सत्तारूढ दलसँग घटनाको गतिविधि के भएको थियो भन्नको लागि त्यहाँ गृह मन्त्रालयको गृहमन्त्रीज्यू हुनुहुन्न थियो, सरकारको प्रधानमन्त्री पनि हुनुहुन्न थियो। सत्तारूढ दल लगायत अन्य दलहरूले आफ्नो प्रेस विज्ञप्तिमा सुनसरीको घटनालाई संवेदनशील र दुःखद घटना भनेर उल्लेख गरेको छ। तर कुन घटनाको कुरा गरिएको हो भन्ने स्पष्टसम्म भनिएको छैन। घटनाको प्रकृति के थियो, त्यसको पृष्ठभूमि के थियो, वा यो धार्मिक विषय सम्बन्धसँग सम्बन्धित थियो कि थिएन भन्ने बारे विज्ञप्ति मौन छ। जब कुनै शक्तिशाली राजनीतिक दलले आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने? कुन घटनाको छानबिन गर्ने भन्ने स्पष्ट